टी-शर्ट रिवार्ड पाउनुहुनेछ र अबको गेम सिंगल भर्सेस सिंगल मेन्स म्याच हुन गइरहेको छ जेन जी भर्सेस जेन वाई सिन्धुपाल्चोक टाइगर भर्सेस सोल साडी नेपाली रक त्यो पनि मुची लो बजेट प्रोको इच्छामा म तालु चाहिँ मिठो पड्काउँछु लेट्स सी उहाँले केही कुराहरू बोलेर च्यालेन्ज दिनुभएको छ हेरौँ यो च्यालेन्ज कतिको भारी पर्छ हो कि हैन कसले जित्दा त सिन्धुपाल्चोक टाइगर हेलो सिन्धुपाल्चोक टाइगर डु यु वान्ट टु से समथिङ हेलो सिन्धुपाल्चोक टाइगर के भन्न चाहनुहुन्छ पहिला पनि यो भन्दा पहिला पनि मैले जितिसकेको व्यक्ति हो के भन्छ यसले मलाई के सक्छ पछल्ले यसले उहाँ चाहिँ एक्स आर्मी पनि हुनुहुन्छ हेरौँ अबको यो भिडन्त बाहुबलीको मिस्टर कटप्पा जस्तै पनि देखिनु भएको छ खेल सुरु भइसकेको छ यो म्याच हेरौँ अब कसले जित्छ त सोलसाडीले सिन्धुपाल्चोक टाइगरलाई फर्स्ट टाइम गरेको हामी देख्न सक्छौँ पक्कै सोलसाडीबाट यो प्रहार भएको छ सिन्धुपाल्चोक टाइगर माथि यो प्रहार गरिरहनु भएको छ अनुभवी खेलाडी पनि हुनुहुन्छ सिन्धुपाल्चोक टाइगर यो रेस्लिङ गेम उहाँले धेरै लामो समयदेखि खेल्दै आइरहनु भएको छ यो सोलसाडी पनि कम छैन छातीमा प्रहारमाथि प्रहार भइरहेको हामी देख्न सक्छौँ जेनजी भर्सेस जेएनएक्स मिस्टर सोलसाडी लाइभ सिन्धुपाल्चोक टाइगरले लगातार प्रहार गरिरहेको हामी देख्न सक्छौँ पक्कै पनि दोस्रो प्रहार सिन्धुपाल्चोक टाइगरबाट सोलसाडीमाथि डान्स गरिरहनु भएको छ उहाँ वाउ 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 खेल एकदम इन्ट्रेस्टिङ भइरहेको छ फेरि अर्को प्रहार गर्ने तयारीमा फेरि उहाँले स्टेजमा पछाडिसक्नु भएको छ र गेम रोमाञ्चक मोडमा हामी देख्न सक्छौँ सिन्धुपाल्चोक टाइगरले सोलसाडीलाई बाहिर फालेको हामी देख्न सक्छौँ उहाँ चाहिँ रिङ बाहिर गइसक्नु भएको छ सिन्धुपाल्चोक टाइगरले प्रहार गरिसकेको छ उहाँ रिङ बाहिर ओके यो गेम सोलसाडी आर यु ओके डु यु वान्ट टु फाइट अगेन Genji, please, come on! उहाँले मौका ढुकिरहेको छ तर विनर हाम्रो सिन्धुपाल्चोक टाइगरले रिवार्ड पाइसकेको छ र आजको यस म्याचको दोस्रो म्याचको सिन्धुपाल्चोक टाइगरलाई सोलसाडीले फेरि प्रहार गरेको अवस्था छ उहाँले गेम जितिसक्नु भएको छ तै पनि फेरि पछाडिबाट प्रहार थियो सोलसाडी पनि कम छैन हो कि हैन उहाँ केही भन्दै हुनुहुन्छ उहाँले टी सर्ट जित्नु भएको थियो खोसेर उहाँले लिनु भएन उहाँ त्यही रिङमै छोडेर जानुभएको छ र धेरै धेरै बधाई छ।